यस वर्ष मनसुनदेखि असोजसम्म भएका बाढी, पहिरो र हिमपातका घटनामा देशका विभिन्न स्थानमा गरी 300 भन्दा बढीले ज्यान गुमाएका छन्। प्राकृतिक विपद कतिखेर आउँछ त्यसको अनुमान लगाउन कठिन छ। त्यसैले हरेक विपदको पहिलो उपचार हो जोखिम न्यूनीकरण र दिगो विकास। नमस्कार, विपद व्यवस्थापन र न्यूनीकरण एवं कम जोखिमयुक्त दिगो विकासका पक्षमा समर्पित टेलिभिजन कार्यक्रम विपद र विकासमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रम विपद र विकास अबदेखि हरेक हप्ताको सोमबार यसै समय अर्थात् राति 9:30 बजेदेखि 10 बजेसम्म प्रसारण हुनेछ। यसको पुनः प्रसारण मंगलबार दिउँसो 3:30 बजे हुनेछ। दर्शकहरू, हामीले राजनीतिका कुरा धेरै गर्यौं। अर्थतन्त्र, खेलकुद र अन्तर्राष्ट्रिय जगतका खबर बुझ्नु पनि हाम्रो दैनिकी जस्तै बनिसकेको छ। तर आफै बसेको बस्ती, हिँडेको बाटो, तर्दै गरेको पुल र टोलको बीचबाटै बगिरहेको नदीले कतिखेर विपद निम्त्याउन सक्छ भनेर सोची हेर्ने फुर्सद पनि हामीले कहिले निकालेनौं। फलस्वरूप हामी कहाँ वर्षेनी प्राकृतिक एवं मानवीय व्यवहारजन्य विपद एवं प्रकोपका कारण सयौं मानिसले अकालमा ज्यान गुमाइरहेका छन्। हामीले पर्याप्त जनचेतनाको विस्तार गरेर मात्रै सम्भावित विपदबाट बच्न, त्यसको जोखिम न्यूनीकरण गर्न, विपदपछि भरपर्दो व्यवस्थापन गर्न एवं यस्ता विपदबाट कम मात्र क्षति पुग्ने गरी भौतिक पूर्वाधारको निर्माण गर्ने परम्पराको थालनी गर्न सक्छौं। आशा छ यस कार्यक्रमका मार्फत हामी तपाईलाई सबै खाले विपदबाट बच्ने, दिगो विकासका सन्दर्भमा पर्याप्त सूचना र जानकारी दिन सफल हुनेछौं। दर्शकहरू, कार्यक्रमको पहिलो श्रृंखलामा भने हामीले विपद र विकासका सन्दर्भमा सरकारको धारणा बुझ्ने जमर्को गरेका छौं। प्रस्तुत छ यस प्रसंगमा सरकारका उप प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमसँग गरिएको कुराकानी। हार्दिक स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा। धन्यवाद। तपाईले यो हिमालय कन्जर्भेसन ग्रुप नेपालको तर्फबाट विपद र विकास सम्बन्धी यो कार्यक्रम सञ्चालनको निम्ति आज मसित इन्टरभ्यू लिन आउनुभएको छ। म सबभन्दा पहिले यो कार्यक्रमको निम्ति तपाईलाई, हिमालय कन्जर्भेसन ग्रुपलाई धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छु र शुभकामना दिन चाहन्छु, बधाई पनि दिन चाहन्छु। धेरै धन्यवाद यहाँलाई। र खास गरी विपद रोकथाम व्यवस्थापनको समेत जिम्मेवारी तपाईले नेतृत्व गरिरहेको मन्त्रालयले हेरिराखेको छ। यो वर्ष धेरै दुर्भाग्यपूर्ण दुर्घटनाहरू भएका छन् मुलुकमा। खास गरी जोरेको पहिरो, मध्य र सुदूरपश्चिममा आएको बाढी सहित यसपालिको विपदमा निकै धनजनको क्षति भएको छ। सरकारले यो घटनालाई चाहिँ कसरी लिएको छ? यसपटक नेपालले इतिहासकै पहिलो प्राकृतिक प्रकोपको सामना गर्न परेको छ। मानिसहरू को क्षति, जनधनको क्षतिको हिसाबले पहिले पनि यस्ता कतिपय घटनाहरू घटेका हुन्। तर जस्तो किसिमको प्राकृतिक प्रकोप हाम्रो देशमा चाहिँ आयो, यो नेपालमा मानिसहरूले जानेको यो पहिलो घटना हो। त्यसबाट यसबाट निकै ठूलो क्षति भएको छ। विगत 70-80 वर्ष यता यति ठूलो क्षति यस किसिमको घटनामा भएको पनि थिएन। हामीले यसलाई अत्यन्त गम्भीर रूपमा चाहिँ लिएका छौं र अब आगामी दिनमा यस्ता प्राकृतिक विपत्तिहरू आउनै नसक्ने गराउन सकिँदैन, कहिले पनि सकिन्न। तर त्यसबाट मानवीय क्षतिको न्यूनीकरण गर्न कसरी सकिन्छ र घटनामा ज्यादै थोरै मात्रै प्रभावित हुने स्थिति कसरी सिर्जना गर्न सकिन्छ भन्ने सम्बन्धमा हामीले सोच्न पर्ने भएको छ। जुन यो विपद आइलाग्यो, अपरझट हुन त अब सबै प्रकारका प्राकृतिक विपत्तिहरू अपरझटै हुने हुन्, कसैले जानकारी पूर्व जानकारी दिएर हुने अवस्था चाहिँ पक्कै पनि छैन। यसपटक जस्तो हिमपात र पहिरोका घटनाहरूले जुन यहाँले पनि यो घटनाको बेला विस्तार भन्नुभएको छ र सरकारले एक हिसाबले एउटा चाहिँ
महत्त्वपूर्ण ढङ्गले यसलाई समाधानको चरणमा पुर्यायो र सम्बोधन पनि गर्यो। पहाड चाहिँ के सिकायो यो विपद व्यवस्थापन र न्यूनीकरणका सन्दर्भमा? यी घटनाले केही नयाँ शिक्षा सिकाएको जस्तो लाग्छ यहाँहरूलाई? अब हामीले आजको युगमा विज्ञान र प्रविधिको जुन किसिमले चाहिँ विकास भएको छ त्यसलाई प्रयोग गर्दै प्राकृतिक प्रकोपको पूर्वानुमान गर्ने र त्यसलाई लिएर नेपाली जनतालाई, आफ्ना जनतालाई, विद्यार्थीहरूलाई, अभिभावकहरूलाई, आम जनसमुदायलाई शिक्षित गर्न पर्दछ भन्ने मलाई लागेको छ। त्यसै गरेर सरकारले पनि अत्यन्त गम्भीर ढङ्गले आफ्नो लगानी पनि ठुलै गर्नुपर्दछ, बजेट पनि निर्धारण गर्नुपर्दछ भन्ने कुरातर्फ हामीले शिक्षा लिनुपर्छ भन्ने मलाई लागेको छ र हामी त्यो दिशातर्फ चाहिँ अगाडि बढेका छौँ। र यसपटकको जुन प्राकृतिक प्रकोपले जुन एकैपटक धेरै ठाउँबाट प्रहार गर्यो, त्यसलाई निम्त्याउनका लागि त्योसँग सरकारले सबै प्रकारका शक्तिहरू परिचालन गरेर त्योसँग लड्यो। यद्यपि र यो व्यवस्थापनका सन्दर्भमा विपद पछाडिको व्यवस्थापनमा जुन समन्वय र स्रोत परिचालन कसरी गरियो, यसमा के समस्याहरू देखिए? अब यो व्यवस्थापनको निम्ति हामीले 2039मा बनाएको विपद व्यवस्थापन सम्बन्धी ऐन छ, त्यो ऐनलाई चाहिँ हामीले आधार बनाएका छौँ र त्यसै गरेर अहिले हामीले फेरि त्यो ऐन र अन्य अन्तर्राष्ट्रिय सम्बन्धहरूको आधारमा पनि हामीले 69मा फेरि चाहिँ त्यसलाई चाहिँ परिमार्जन गर्ने काम गरेका छौँ। त्यस्तै गरेर चाहिँ हामीले विभिन्न बेलामा देश र संसारका विभिन्न ठाउँहरूमा घटेका घटनाहरू ती सबैलाई चाहिँ आधार बनाएर हामीले गृह मन्त्रालयको मातहत एउटा केन्द्रीय दैवी प्रकोप उद्धार समिति हामीले चाहिँ बनाएका छौँ र यसको मातहतमा हरेक जिल्लामा दैवी प्रकोप उद्धार समितिहरू छन्। त्यहाँ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ती समितिहरू क्रियाशील छन् र त्यस्तो परिआउँदाखेरि जुन ठाउँमा त्यस्तो चाहिँ परिआउँछ तुरुन्तै दैवी उद्धार प्रकोप समितिका तल्लो तहका निकायहरू त्यहाँ तुरुन्तै खडा हुन्छन् र यसलाई चाहिँ व्यवस्थापन गर्नको निम्ति जुन मन्त्रालयसित सम्बन्धित विषयहरू यसमा पर्दछन्, जस्तो उद्धारसित सम्बन्धित मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय र अनि समाज कल्याण मन्त्रालय आदि जस्ता चाहिँ मन्त्रालयहरू तुरुन्तै यसमा संलग्न हुन्छन्। त्यस्तै गरेर राहतसित सम्बन्धित कार्यक्रम सञ्चालन गर्नको निम्ति स्थानीय विकास मन्त्रालय, शहरी मन्त्रालय, अर्थ मन्त्रालय आदि चाहिँ यसमा चाहिँ जोड्दछन्। अनि पुनर्स्थापनाको निम्ति यिनी तुरुन्तै उद्धारमा संलग्न हुने मन्त्रालय बाहेक अरू जो स्थायी संरचनासित सम्बन्धित मन्त्रालय छन् तिनीहरू जुट्छन्। यसरी चाहिँ हामीले यसलाई चाहिँ व्यवस्थित गरेका छौँ र सँगसँगै हामीले नेपालमा रहेका अन्य गैर सरकारी संस्थाहरू खास गरिकन रेड क्रस केन्द्रदेखि लिएर जिल्ला तहसम्म, स्थानीय तहसम्म त्यो संलग्न हुने गर्छ र त्यसै गरेर संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायहरू नेपालमा छन्। ती निकायहरू पनि केन्द्रदेखि तल्लो तहसम्म उनीहरू क्रियाशील हुन्छन्। यी सबैलाई हामीले समन्वयताको ढङ्गले यसलाई व्यवस्थित गर्ने काम गरेका छौँ। हाम्रो गृह मन्त्रालयमा 24 घण्टा क्रियाशील रहने गरी एउटा विपद व्यवस्थापन सम्बन्धी कार्यालय नै छ र त्यो कार्यालय भूकम्पबाट प्रभावित नहुने किसिमले निर्माण गरिएको छ। त्यसमा सञ्चार सेटहरू, अत्याधुनिक सञ्चार सेटहरू चाहिँ हामीले जडान गरेका छौँ र कुनै पनि ठाउँमा यस्तो विपत्ति परिआउँदाखेरि हाम्रो सम्बन्ध त्यहाँको जिल्लाको हेडक्वार्टरसित सिधै जुनसुकै बेला पनि सम्बन्ध हुन्छ र त्यस्तो अवस्थामा प्राकृतिक रूपले नै हामी सम्बन्धित ठाउँमा पुग्न नसक्ने अवस्था सिर्जना भयो भने त धेरै टाइम लाग्न सक्छ। तर त्यस्तो नभएको अवस्थामा
2-3 घण्टाकै बिचमा जुनसुकै ठाउँमा पनि पुगेर हामीले उद्धारको कार्य सञ्चालन गर्न सक्छौँ। यसपटक पनि त्यो भयो। यसपटक पनि त्यसो भयो। नत्र भनेदेखि त हाम्रो निकै ठुलो जनधनको क्षति हुने हो। यसपटक 265 जनाको मृत्यु भएको छ। पछिल्लो पहिरोको कारणले 35 जना चाहिँ अरू थप चाहिँ को मृत्यु भएको छ र जो बेपत्ता भएका छन् अब तिनीहरू मृत्यु प्राप्त गरेकै जस्तो चाहिँ छ। त्यो पनि करिब 250-60 जति बेपत्ता भएको चाहिँ अवस्था छ। तर जस्तो किसिमको प्राकृतिक प्रकोप आयो, यदि उद्धार हामीले समयमा गर्न नसक्यो भने यो त धेरै ठुलो जनधनको क्षति हुन्थ्यो, हजारौं पुग्न सक्थ्यो नि। त्यसबाट हामीले धेरै व्यवस्थित गरेका छौँ। यो हाम्रो अन्तर्राष्ट्रिय विपद व्यवस्थापनसित सम्बन्धित संस्थामा पनि हाम्रो संलग्नता छ। त्यसबाट हामीले धेरै ठाउँबाट यो शिक्षा लिएर हामीले उद्धारको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई हामीले तम्तियार रहने अवस्था सिर्जना गरेका छौँ। र यो हाम्रो प्रारम्भिक तहको चाहिँ हामीले भन्नुपर्दछ हाम्रो शक्ति धेरै विकसित देशहरूमा जस्तो त हामीले बनाइसकेका छैनौँ, तर हामीले त्यो दिशामा चाहिँ लैजानुपर्छ। त्यसबाट तालिम प्राप्त शक्ति नै हामीसित छ। उनीहरूको मद्दतबाट हामीले विपत्तिमा परेका जनतालाई उद्धार गर्नको निम्ति तुरुन्तै हामी चाहिँ त्यहाँ पुग्न सक्छौँ। अब उद्धार पछाडि खास गरी घरबारबिन भएका मान्छेहरूको पुनर्स्थापनाको सन्दर्भ, त्यसै गरी खास गरी बिग्रिएका भौतिक संरचनाहरूको पुनर्निर्माण का सन्दर्भमा सरकारले कसरी काम गरिराखेको छ। सँगसँगै जो मान्छे पीडित भए विपत्तिका कारणले उनीहरूका थुप्रै अपेक्षाहरू छन्, मृतकका आफन्तहरूलाई राहत दिने लगायतका कुराहरूका सन्दर्भमा सरकारले कसरी काम गरिराखेको छ। सबभन्दा पहिले त सम्पूर्ण शक्ति उद्धारमा केन्द्रित हुन्छ, त्यसपछि राहतमा चाहिँ केन्द्रित हुन्छ अनि पुनर्स्थापनामा केन्द्रित हुन्छ। यो हाम्रो तात्कालिक चाहिँ व्यवस्थापनसित सम्बन्धित हुन्छ। उद्धारमा सम्पूर्ण स्वरूपले शक्ति केन्द्रित गरेर उनीहरूलाई उद्धार गर्ने, जति त्यो विपत्तिमा परेका छन् उनीहरूलाई उद्धार गरेर एक ठाउँमा लगेर चाहिँ राखिसकेपछि त्यसपछि उनीहरूलाई तत्कालको निम्ति बस्ने व्यवस्था, खाने व्यवस्था, उनीहरूको तात्कालिक दैनिक चाहिँ क्रियाकलापसित सम्बन्धित कामहरू चाहिँ गर्ने, केटाकेटीहरूको निम्ति, सुत्केरीको निम्ति अलग, वृद्धहरूको निम्ति यो चाहिँ व्यवस्थापन गर्ने काम हाम्रो सबभन्दा पहिले सुरु हुन्छ। त्यसपछि बल्ल चाहिँ पुनर्स्थापना कुरा आउँछ। पुनर्स्थापन पनि हामीले तात्कालिक रूपमा चाहिँ एक किसिमको पुनर्स्थापन गर्छौँ। उनीहरूलाई 4-6 महिनासम्म हामीले पुनर्स्थापन व्यवस्थापन गर्नको निम्ति चाहिने त्यस्ता किसिमका पालहरूमा, घरहरूमा र अस्थायी चाहिँ घरहरू बनाएर चाहिँ उनीहरूलाई राख्ने जस्तो कामहरू हामीले गर्छौँ, जहाँ उनीहरूको आवश्यक चिजहरू चाहिँ हामीले उपलब्ध गराउँछौँ। तिनीहरूलाई भाँडाकुँडा दिनेदेखि लिएर लत्ता कपडा दिनेदेखि लिएर स्कुलमा जाने विद्यार्थीहरूलाई कपडा, कापी, कलम, किताबहरू उपलब्ध गराउने आदि जस्ता कामहरू र घाइते भएकाहरूलाई उपचारमा चाहिँ लैजाने र यो प्राकृतिक विपत्ति परेको ठाउँहरूमा त्यहाँ आउन सक्ने महामारीलाई नियन्त्रण गर्नको निम्ति स्वास्थ्य मन्त्रालयलाई परिचालन गर्नेदेखि लिएर तमाम चाहिँ कामहरू चाहिँ गर्नुपर्ने हुन्छ। त्यसपछि पुनर्स्थापना कुरा आउँछ। सिन्धुपाल्चोकको जुरेमा पहिरोले पारेको क्षतिबाट उत्पन्न भएको समस्या समाधान गर्नको निम्ति पहिले त त्यहाँ बनेको कृत्रिम तालबाट पानी निकालेर बाहिर चाहिँ पठाउने र त्यो काम चाहिँ हामीले सफलतापूर्वक सम्पन्न गर्यौं। पहिरोले बाटो भत्काएको छ र त्यो बाटोलाई सुचारू गर्नको निम्ति यो भौतिक योजना तथा यातायात मन्त्रालय सक्रिय भएर लाग्नु पर्यो। त्यो त्यसरी चाहिँ हामीले सुरु गर्यौं र त्यसपछि बाँके, बर्दिया, सुर्खेत, दाङमा ज्यादै ठुलो पानी पर्यो र मध्यपश्चिमाञ्चल क्षेत्रमै ठुलो पानी पर्यो। त्यसबाट भएको क्षतिलाई चाहिँ हेर्दै त्यहाँ पुनर्स्थापनाको निम्ति हामीले गर्नुपर्ने कामहरू
को लागि शहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय र भौतिक योजना तथा यातायात मन्त्रालय, यी सबै मन्त्रालयहरू को एउटा समन्वय चाहिँ गरेर त्यो ती सबै जिल्लामा कहाँ पुनर्स्थापन गर्नुपर्ने हो, कहाँ पुरानै घरमा उनीहरूलाई पुनर्स्थापन गर्न सकिन्छ, कहाँ चाहिँ सम्बन्धित इलाकामा तर अलि टाढा गएर पुनर्स्थापन गर्न सकिन्छ, कहाँ स्कुल भत्केको छ, फेरि स्कुल कहाँ चाहिँ खडा गर्नुपर्छ, यिनी सबै कामको निम्ति एउटा सिडिओको नेतृत्वमा त्यो काम चाहिँ भएको छ र एकजना मन्त्रीलाई त्यहाँ मार्गदर्शनको निम्ति त्यही खटाउने गरी विशेष जिम्मा पनि चाहिँ दिएको छ। तर अब ठुलो मात्रामा चाहिँ हामीले गर्नुपर्ने काम भौतिक पूर्वाधार निर्माणको कामको निम्ति हाम्रो काम चाहिँ सुरु हुँदैछ र त्यसरी पुनर्स्थापन गर्ने दौरानमा अब सरकारले उनीहरूलाई खाने पिउने सबै व्यवस्थापन गर्नको निम्ति सधैँभरि चाहिँ व्यवस्थापन गर्न सक्ने अवस्था छैन। त्यसबाट हामीले यो कार्तिकभरिको निम्ति त हामीले एउटा व्यवस्था गरिसकेका छौँ। यो विपद र त्यस पछाडि व्यवस्थापनका लागि का कार्यहरूलाई प्रभावकारी बनाउनका लागि विपद व्यवस्थापन ऐन ल्याउने कुरा जुन अहिले चलिराखेको छ, खास गरी स्वयं तपाईँले पनि संसदमा संसदीय समितिहरूमा यो सम्बन्धी ऐन आउँदैछ भन्ने प्रतिबद्धता, हामी ल्याउँदैछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यहाँहरूले कहिले यो ऐनलाई चाहिँ संसदमा पेश गर्नुहुन्छ र कहिलेसम्म पारित भएर लागू होला भन्ने अपेक्षा गर्न सकिएला? यो अहिलेको सरकार को पालाभन्दा पहिलेदेखि नै हामीले सुरु गऱ्यौँ र त्यो विधेयक तयार भयो, तर त्यो संसदमा प्रस्तुत भएर पारित हुन सकेन। म मन्त्री भइसकेपछि त्यसमा मैले तुरुन्तै काम सुरु गर्नको निम्ति मैले भने, तर त्यो विपद व्यवस्थापन सम्बन्धी विधेयक जो ड्राफ्ट थियो त्यसमा हेर्दाखेरि कतिपय पक्षमा चाहिँ हामीले सुधार गर्नुपर्ने आवश्यकता चाहिँ हामीलाई महसुस भयो। त्यसमा सुधार गरिसकेपछि कतिपय कुराहरू पुनर्लेखन गरेर तयार गरिसकेपछि त्यसलाई हामीले कानुन मन्त्रालयमा अहिले पठाएका छौँ। कानुन मन्त्रालयबाट क्याबिनेटमा प्रस्तुत अझै हुन पाएको छैन। त्यो क्याबिनेटमा प्रस्तुत हुँदा साथ हामीले संसदमा त्यो प्रस्तुत गर्दैछौँ। विपद व्यवस्थापन र न्यूनीकरणका क्षेत्रमा अहिले जे भइराखेको छ, अब सहजीकरण हुने देख्नु भएको छ के चाहिँ कस्तो प्रभाव पर्ला यो ऐन आइसके पछाडि? हामीले अहिलेसम्म 39 सालको ऐनबाट निर्देशित भएर जुन काम गरिरहेका छौँ, प्रविधिको विकासलाई प्रयोग गर्दै र पुनर्स्थापनसित सम्बन्धित पनि धेरै अनुभवहरू प्राप्त भएका छन्। ती सबै कुरालाई समावेश गरेर यो विपद व्यवस्थापन सम्बन्धी ऐन चाहिँ हामीले अगाडि सारेका छौँ। यो ऐनले सरकारलाई, सम्बन्धित निकायलाई र निजी क्षेत्रलाई समेत कसरी व्यवस्थित परिचालन गर्ने भन्ने सम्बन्धमा यसले व्यवस्थित गर्दछ। सरकारलाई यसले मार्गदर्शन गर्छ, जनतालाई पनि यसले मार्गदर्शन गर्दछ र हामीले यसबाट पहिलेभन्दा धेरै व्यवस्थित रूपमा उद्धार, राहत र पुनर्स्थापन सम्बन्धी काम सम्पन्न गर्नेछौँ भन्ने हामीलाई लागेको छ। अहिले विद्यमान जुन खालको संरचना हामीसँग छ यो विपद व्यवस्थापनका लागि, यो ऐनले केही संरचनागत फेरबदलको संकेत गरेको छ? यो वास्तवमा भन्ने हो भने मलाई पनि के लाग्दैछ भने हाम्रो देशको निम्ति यो प्राकृतिक विपत्ति एउटा नियमित प्रक्रिया जस्तो हो। हाम्रो भूगर्भिक कारणले हामीले सबै धेरै कुराहरू चाहिँ हामीले बिहोर्नुपर्छ। हामीले कुन समयमा कुन मौसममा चाहिँ प्राकृतिक विपत्ति आउँछ भन्ने कुराको ठेगान छैन। भूकम्पीय हिसाबले हाम्रो देश अत्यन्त जोखिमपूर्ण अवस्थामा छ। काठमाडौँ त पहिलो नम्बरमा पर्छ, संसारकै सबभन्दा भूकम्पीय जोखिममा रहेको देश हो। अब यस हिसाबले पनि हामीले विचार गर्दा यसलाई अरू छुट्टै प्रभावकारी निकायको रूपमा लैजानुपर्छ कि भन्ने पनि लागेको छ। अहिले नै हामीले त्यस सम्बन्धमा कुनै गृह कार्य गरेका छैनौँ। तर मलाई के लाग्छ भने मन्त्रालय नै छुट्टी बनाउनुपर्छ यसको। तेस्रो पटक यो मन्त्रालयको कार्यभार यहाँको काँधमा छ र यस अगाडि पनि यो मन्त्रालय सम्हालिरहँदा
यो मन्त्रालयको मुख्य काम कारबाही भने चाहिँ शान्ति सुरक्षा चुस्तो बनाउने लगायत यसका धेरै जिम्मेवारी छन्, महत्त्वपूर्ण जिम्मेवारी छन् मुलुकलाई अगाडि बढाउने सन्दर्भमा। केन्द्रीय रूपमै नयाँ संरचना बनाउनु पर्छ भन्ने त स्वयं तपाईँको अनुभवले पनि यो भन्छ होला नि। हो, मैले त्यो महसुस गरेको छु, केन्द्रीय रूपमा नै छुट्टै बनाउनुपर्छ भन्ने छ। तर अहिलेसम्म हामीले अर्को निकाय बनाइहाल्नुपर्छ भन्ने छैन र त्यो विपद व्यवस्थापन सम्बन्धी ऐनले पनि अर्को चाहिँ मन्त्रालयको परिकल्पना गरे जस्तो गरिकन परिचालित गर्ने कुरा आएको छैन। तर हामीले जस्तो अवस्था बेहोरिरहेका छौँ, यसपटक हामीले जे बेहोर्यौँ, मेरो विचारमा यो अनेक किसिमबाट चाहिँ आइरहन्छ। यसलाई बिस्तार अलि धेरै प्रभावकारी बनाउनको निम्ति छुट्टै चाहिँ हुनुपर्छ कि भन्ने लागेको छ। त्यही पनि अहिले भर्खरै हामीले बनाइहाल्ने अवस्था छैन। अब मन्त्रालय छुट्टै एउटा विपद व्यवस्थापन मन्त्रालय बनाउने हो भने यो विभिन्न ठाउँमा रहेको शक्तिलाई एक ठाउँ जम्मा गरेर उनीहरूलाई स्ट्यान्ड बाई राख्नुपर्छ। त्यो एउटा ठुलो खर्च व्यवस्थापन गर्नुपर्छ, त्यसले बजेटको चाहिँ माग गर्दछ। तर हामी त्यो दिशामा जान्छौँ कुनै न कुनै दिन, आज नगए पनि भविष्यमा हामी जानेछौँ। हाम्रो देशले प्रकोप न्यूनीकरण सम्बन्धी हिगो कार्ययोजनामा पनि हस्ताक्षर गरिसकेका छ, जसमा चाहिँ खास गरी यो पूर्व जानकारी दिने सन्दर्भमा आम जनसमुदायलाई जनचेतना अभिवृद्धि गराउने भन्ने यसको हेतु छ र सँगसँगै विपद व्यवस्थापनका सन्दर्भमा पनि जनसमुदायलाई सहभागिता, उनीहरूकै सहभागितामा यो व्यवस्थापन गराउने चाहिँ भन्ने उद्देश्य छ। यो सन्दर्भमा कतिको काम भइरहेछ? हस्ताक्षर त हामीले गर्यौं। हामीले रणनीतिक योजना 70 सालमै हामीले बनाइसकेका छौँ। यस सम्बन्धमा जनतामा कसरी जाने, स्कुलहरूमा चाहिँ कसरी गर्ने, त्यसपछि स्कुल गरेर नानीहरू मार्फत आफ्नो परिवारमा कसरी शिक्षा दिने र त्यस्तै गरेर जनतालाई सामूहिक रूपमा चाहिँ हामीले प्रसिद्ध गर्ने कसरी गर्ने, यस्तो चाहिँ कामहरूको निम्ति योजना बनेको छ। तर अब यसपटक हामीले त्यो योजना अनुरूप अब चाहिँ के गर्ने भन्ने त छ, तर अहिले चाहिँ लागू गर्न सकिएको छैन। अब त्यसबाट पनि हामीले निकै ठुलो जनधनको क्षति बेहोर्न पर्यो। जनतालाई सचेत गराउन नसक्दाखेरि त्यो हाम्रो योजनाभित्र छ। आगामी दिन हामीले गर्छौँ। अब हिगो महासन्धिमा हस्ताक्षरकर्ता चाहिँ भएको नाताले नै हामीले यो विपद व्यवस्थापन सम्बन्धी नयाँ ऐन हामीले चाहिँ ल्याएका हौँ र अरू राम्ररी व्यवस्थापन गर्नको निम्ति लागि परेका छौँ। र अब यो एउटा मौसम गुज्रिसकेको छ, वर्षातको मौसम गुज्रिसकेको छ र त्यसबाट जुन प्रकारको धनधनको क्षति बेहोरिएका छन् र कैयन मान्छेहरू अहिले पनि अपेक्षा गरेर बसेका छन्। सरकारको महत्त्वपूर्ण पदाधिकारीका हैसियतले अन्त्यमा यो कार्यक्रम मार्फत ती आम जनसमुदाय जो चाहिँ यसबाट प्रभावित भएका छन्, आशा गरेर बसिरहेका छन्, उनीहरूलाई के भन्न चाहनुहुन्छ र आम दर्शकहरूलाई यो कार्यक्रम मार्फत तपाईँको सन्देश के छ? पहिलो कुरा चाहिँ के हो भने नेपाल भूगर्भिक कारणले सधैँभरि जोखिममा रहेको देश हो। त्यसबाट विकास निर्माण पनि त्यसलाई हेरेर गर्नुपर्दछ। जथाभावी हाम्रो माटो काट्ने र वर्षातमा चाहिँ बगाइदिने, त्यसले गर्दाखेरि भूस्खलन हुने यो स्थिति आउन दिनुहुन्न। भूकम्पीय दृष्टिकोणले जोखिममा चाहिँ परेको क्षेत्र चाहिँ भएको हुनाले भूकम्पीय अवस्था सामना गर्न पर्दाखेरि आइहाल्यो भूकम्प भने हामी चाहिँ कसरी सुरक्षित हुने भन्ने सम्बन्धमा विकास र निर्माण पूर्वाधार निर्माणको सम्बन्धमा बिल्कुल सचेतन चाहिँ हुनु पर्यो। भूकम्प आयो भने घर भत्किन्छन् र उद्धार गर्नको निम्ति कुनै ठाउँ चाहिन्छ र त्यसको निम्ति ठाउँमा चाहिँ पार्क निर्माण गर्न पर्यो, खाली ठाउँ हुनु पर्यो, यस्तो चाहिँ व्यवस्था गर्न पर्यो। त्यस सम्बन्ध हामीले सरकारले केही सोचेको छ। यो उपत्यकामा मात्रै 50वटा ठाउँमा त्यस्ता चाहिँ ठाउँहरू चाहिँ हामीले बनाएका छौँ जहाँ भूकम्प आइहाल्यो भनेदेखि मानिसहरूलाई सुरक्षित लैजान सकियोस्, त्यहाँ राख्न सकियोस्। र प्राकृतिक विपत्ति परेको बेलामा सबैले विपत्तिको सामना गर्न पर्ने भएको हुनाले जो कसैले पनि सहयोग गर्ने एउटा भावना विकास गर्नुपर्छ। यो किसिमले जनसमुदायले सोच्न पर्दछ, सबैले एक जनाले पनि त्यसरी सोच्न पर्दछ भन्ने यही आह्वान गर्न चाहन्छु। व्यस्त समयका बावजुद हामीलाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद। दर्शकहरू, उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमसँगको यो अन्तर्वार्तासँगै आजका लागि कार्यक्रम विपद र विकास यही सकिन्छ। आगामी दिनमा पनि विपदका कारण, व्यवस्थापन र दिगो विकास सम्बन्धी तथ्यपरक र स्थलगत रिपोर्ट सहित हामी उपस्थित हुनेछौँ। विपद व्यवस्थापन र दिगो विकासका पक्षमा हामीले आरम्भ गरेको यो अभियानमा तपाईको साथ र सहयोग अपरिहार्य छ।
टेलिभिजनका स्क्रिनमा देखिएका सम्पर्क माध्यमहरूमा तपाईँ हामीलाई आफ्ना सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुनेछ। आगामी हप्ता कार्यक्रम विपद र विकासको अर्को नयाँ श्रृङ्खला लिएर फेरि उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्ते।